उठाइए ना। हेलो, किस कलर की चड्डी पहने हो बता दो ना। नहीं आनंद भाइ दुखेन दुखेन यहाँ लासी फाल चल केही बात छैन। खेल्न पनि जान्दैन। चल बाबु फाल अब फाल। दिदी जाम आज फिल्म हेर्न। जाम के हुन्छ र? ए थाहा पाउनुहुन्न के कसले भन्छ र? ए त्यो पल्लारे साइनोलाई त म लात्तै ल्यान्छु के। तिमी चिन्ता नगर न, बरु फिल्म हेर्न जाँदा के खानी भन त? चुरोट कहाँ बसेर खानी त? हुन्न मेरो काखमा त चुरोट खाने पनि क्यान्सर हुन्छ, तिमीलाई थाहा छैन? 2-3 दिन चुरोट खान पाएन भने तिमी के हेर्छौ भन त? बोल्दै के भो? मौसम पनि चिसो छ, आज जामकै रौसी खान को जाने त? दुवै मात्र जाने भए के टाढा जाने हो र यही बसम बोतल लिएर। ए ल टाढै जाम ला। कति बोतल खानी त? 3-4 बोतलले के हुन्छ? नटेकिनी हो, दुई भाइ बसी 10-15 बोतल त मजाले खान सकिन्छ। ए ल के तपाईले खान नसक्ने म एक्लै खामला का, फिट्टु भएर घर जानी हो। ए केही गर्दैनन् के, बाले कति डराएको के तपाई। हल्का यता यता। ए त्यहाँ चप्किने हैन यता त। सरी थ्यांक यू। हट म छदै छु। अरे हाट हैन हाट भनेको। यी लैला मजनु फेरि चप्केरै बसेछन्। ए सुधार्नी बल्ले उता। ला एकछिन म कहाँ बसम? मेरो टाउकामा बस। हस अरे पागल हो कि क्या? दिमाग छैन? मालिक नि होस् कि को होस् त? अरु जा मालिक नि नभएदेखि नि मैले बङ्गरा फुकिन्जरी हालिन्थे त्यही। यी फेरि अझै चप्किया छ। उता बक। ओइ झोले उता कता गएको? यता आइज ब्याटिङ गर्न। कहाँ कस फेरि ब्याटिङ गर्न बोलाएको होइन? हात तेरिका त रनिङमा जा के? हस कहाँको कस? रनिङ गर्न जा भनेको होइन? ए भगवान यतै घरि ब्याटिङ गर्न आइज भन्छी, घरि रनिङ गर्न जा भन्छी। म त कुरै बुझ्दिन यार। ल साथीहरु अब सुरु हुँदैछ भिन्डीमा र प्रिमियर लिगको सेकेन्ड इनिङ र अब ओपनिङ गर्न आउनु भएको छ सुप्रिया र झोले। साथमा बोलिङ में साथमा बोलिङ खेमे राइट आर्म मिडियम पेस। के फाल फाल होइन यहाँ पुरेल त खफाल्छ त, यसको फल कसरी खेल्ने हो? खेमेबा एकचोटि यता हेर्नुस् न। थोरै स्पिन। यसको लागि त मिडियम पेस है। फाल फाल चिजो फालियो फाल। राम्रोसँग फिल्डिङ गर्नु त्यो। छोप 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 भाइ। समीक्षा तिमीलाई हाम्रो मायाको कसम छ, प्लिज त्यो बल नछोप न है। हस थ्यांक यू सबैकोमा। सोतेर बुढो हो जो त्यसको क्या छोडी छ डल्लो रङ्ग लागेर बस्नेलाई। पागल नि दिमाग नभई कि कस्तो सिम्पल क्याच छ यार। म्याच हातमा थियो खुस्काइदिएर।
भगवान म के गरौँ यसलाई हेत्तेको अङ्गाल नहाल न अलिक खिमेर मार्छ के फेरि उहाँले न अङ्गाल हालेर बस्नु अनि हजुरले नै भनेको होइन अङ्गाल हालेर बस्नलाई जा त्यसमा मोड जा मोड भनेपछि मोड त्यस्तो अनि के हो के हो खेल्न सक्दैन अनि आउट भएर त के अनि तिम्रो आसाम भन्छ नयाँ भन्छ आगललाई भुटाइदिन्छु र अहिले बा थोड़ा मूड खराब कर दिया के लो अब जाडो पनि बढो यसो बिहा गर्न पर्यो कि मेरो रह नहीं जाता तड़प ही ऐसी है ना गर्छस् बिहा तँलाई उम्रिदिएको 3-5 केटाकेटीले के का बिहा गर्ने हो ज्याकेट साकेट लाउने केटाकेटीको जाडो त त्यसै पनि बाख्राले खाइदिन्छ होइन त बुढी आफूले बिहा गरेर मोज गरेन अझ मलाई केटाकेटीको जाडो बाख्राले खान्छ जाम बुढो सुत्न ससुराबा नमस्ते ढोकिया हुन्छ यसरी हुन्छ ढोकिया यसरी हुन्छ यसरी ढोकिया अरे जाऊ त काम गर टोयलेट हिँडेको नि के का थुक्क नि तपाईँ हग्नु न र सुनिता राथुनी भन्नु न मेरो नाम सागर हो के काम तपाईँलाई भन्नु त यहाँ मलाई अतै सुक्यो के किन हो सलाई फेरि पहिला नाच्नु अनि दिन्छु सलाई तिमीले लाइसेन्स बनायौ मलाई किन चाहियो लाइसेन्स मलाई गाडी चलाउनै आउँदैन मुख चलाउन त आउँछ नि त्यसको बनाउ न भन त अब तिम्रो चोलीको तुना फुत्के मैले के आराम त यस्तो चुप्पा गर्ने कुरा नगर है अरू सुनाउ के भो फेरि जवानले पोल्यो रे होइन होला ए अनि कहिलेदेखि पोल्न लागेको त जवानले कठै बरा अनि त जवानी कलाइदिने विचार गरी छौ त रह नहीं जाता तड़प ही ऐसी है ना के हो तिम्रो नोकर र म तिमीले जे भनौ त्यही पड्काउनलाई को हो तिमी तिमी नाम के हो तिम्रो भन न भन नाम के हो ए अनि कहाँ हिँडेको त अनि किन हो त निराश देखिराखौ त बिचारा कसले लयो होला है झुम्का मैले अरे मलाई चोर भनेको हान्दिम हो एक क्यामेराम्यान हटा तँलाई लाग्ला तपाईलाई सबभन्दा बढी खानामा के मन पर्छ नि बोइलर ए बोइलर अनि बोइलरको चाहिँ के चिज मन पर्छ नि चाकहरू तिमीले एबीसीडी भन्न जानी हौ कि नै जान्दिनौ अनि क ख ग घ भन्न सक्छौ कि नै त ए तिमीले त एबीसीडी भन्न पनि नजान्ने रहेछौ क ख ग घ भन्न पनि नसक्ने रहेछौ भविष्यमा के हुन मन छ तिमीलाई मेरो हुन मन छ अरे मेरो त गर्लफ्रेन्ड छ हो गर्लफ्रेन्ड अनि मलाई भेट्न पनि बोलाछ आज ल म गएँ गर्लफ्रेन्ड भेट्न किन अब तिमी एक्लै जिउन सक्दैन भनेर मेरो आफ्नो गर्लफ्रेन्ड भेट्न नजानु त म गएँ माया रे कसको माया तिम्रो माया रे होइन म तिम्रो माया साया ए म होइन के म गएँ यार गर्लफ्रेन्डले बोलाइछ उहाँ गर्लफ्रेन्डले भेट्न बोलाइछ अनि उसलाई भेट्न छोडेर तिमीलाई भेट्न चाहिँ म कसरी आम भन त तिम्रो कुरा त ठिकै हो तर मिल्दैन के त्यसले थाहा पायो भने त मेरो हड्डी करङ सरङ सबै भाँच्छ त यार तिमी बुझ न कस्तो यार तपाईँले मलाई चिन्नुहुन्छ मेरो बाउलाई चिन्नुहुन्छ मेरो आमालाई चिन्नुहुन्छ म कहाँ बस्छु थाहा छ पल्दै के भो आज लास्टै रक्सी खान मन लाग्छ कतै रक्सी खान लिएर हिँड्नु न कहाँ जाने भन्नु त ए जाब रक्सी खान पनि के कलकत्ता जानु अन्त कतै भन्नुस् कहाँ जाने मेरो घरको वरिपरि भनेपछि त्यही रामेको भट्टीमा जाम अनि कति बोतल खानी त 7 बोतल मात्र होइन 10 बोतल खाइन्छ दाइ 10 बोतल अनि सितन चाहिँ के खानी त रक्सीसँग
अनि जेरी पनि कसरी खान्छ रक्सीसँग बरु सुकुटी खानुपर्छ सुकुटी अनि तपाईले रक्सी खाएर झ्याप भएपछि बमिट त गर्नु न नि हो गुड गर्न पनि हुन्न म त फेरि झ्याप भएपछि नाचै गर्छु के तपाईले के हार्नुहुन्छ त कसलाई हो मलाई हुन भयो बेकारमा मान्छेहरुले देखे पनि लाज मात्र यार सुटुक्का पनि हुन्न के तपाईको कतिवटा गर्लफ्रेन्ड छ भन्नुस् त अनि धेरै छ त ती गर्लफ्रेन्डलाई गएर चुप्पा गर्नुस् न मलाई किन गर्न पर्यो यस्तो कालो कलौटो अनुहार र सनुहार केही नभएको मान्छेलाई तिम्रो त अर्कै बोयफ्रेन्ड छ अरे हो छैन कसम खाऊ त मा कसम हेर अझै लाज पनि नलाग्ने झुटो कसम खानलाई त रामप्रसाद भन्ने को खै मलाई थाहा छैन अझै थाहा छैन अरे तिमी यसरी अरू केटाहरूसँग हिँड्दा मलाई कति पीडा हुन्छ के मेरो मतलब छैन र तिमीलाई मतलब छैन भने मलाई पनि बस्नु छैन तिमीसँग रिलेसनमा ब्रेकअप गरौँ जान्छु म जान त जान्छु तर त्यो भन्दा पहिला मैले तिमीलाई रिलेसनमा हुँदाखेरि के गिफ्ट दिए सबै फिर्ता गर्न सक्दिन अरे त्यसो भए मेरो नामको ट्याटु जुन हातमा बनाएको छौ नि त्यो मेटाइहाल कहिले मेटाउँछौ आज होइन भर्खरै मेटाउ अनि मेटाउँदाखेरि दुखाउला अलि ध्यान दिएर मेटाउ दुख्दैन आजकल त मलाई दुखाओस् नदुखाओस् आजदेखि तिम्रो बाटो अलग मेरो बाटो अलग म बोयफ्रेन्ड हुँदाहुँदै अरू केटाहरूसँग बोलेर मलाई चिट गर्ने तिमी अनि तिमी धोकेबाज कि म धोकेबाज तिमी हो धोकेबाज तिमी हो म जस्तो केटा त नि तिमीले यो संसारमा पाउँदिनौ बुझौ हेरमला पाउँछौ कि नै अब जेसुकै होस् ब्रेकअप भइसक्यो लास्टमा के भन्न छ भने भन जिउँदै मान्छेको कसरी पिण्ड बगाउँछ त्यही पनि तिम्रो लागि खर्च गर्न मजाले यो गुरुबे छैन के जाम आज हाम्रो घर आज हाम्रो घरमा मासु पकाछौं के मासु साच्ची हो त के र छिटो आइहाल अनि मासुसँग के खानी हो त खैनी चुरोट त हुन्न के बरु रक्सी खाम न रक्सी के थुक्क हो र तिम्रो त्यो खैनी चुरोट भन्दा त रक्सी मिठो हुन्छ तिमीलाई मिठो लाग्दैन र अब तिमीलाई मिठो नलाग्ने भयो यसो गरौँ तिमीले मासुसँग खैनी चुरोट खाऊ मैले रक्सी खान्छु पर्दैन अरे त्यसमा मैले के खाम त कसको आँखा यहाँ यिनलाई खैनी चुरोट नखाऊ भनेको खालि उल्टे कुरा मात्रै गरेछिन् त्यो चुरोटको धुवा नि गनाउँछ अनि बाबाले देख्नुभयो भने मलाई मार्नुहुन्छ के त्यही भएर भनेको मैले के डर छेरुवा हो र मेरो यति हिम्मत छ कि तिमीलाई भर्खरै भगाएर लान सक्छु बुझौ लैजाऊ भन्दा लानी हैन लान त लानु हुन्थ्यो गरे तिम्रो अर्को बोयफ्रेन्ड छ होला छैन अनि मलाई कति माया गर्छौ त अलिकति माया गरेर हुन्छ र अलि धेरै माया गर्नु पर्दैन अलि पिट्छु अनि ओए कता हिँडेको मलाई चिन्यौ कि नै ल मलाई चिनिनौ एकचोटि राम्रोसँग हेर त मेरो थुतुनो को चाहिँ देखिया छु म अमिताभ बच्चन झै रे यस्तो कालो कलौटो थुतुनो छ शरीर पनि मोटो छ त्यसै अमिताभ बच्चन अरे असाच्चै तिमीले त आजकल गाँजा तान्दै हिँड्छौ अरे मार्केट भरि त्यस्तै हल्ला छ कति भयो तिमीले गाँजा तान्न लागेको अझै थाहा छैन अरे दिनमा कतिचोटि गाँजा तान्छौ भन त भन न तेरिका मलाई भन्न के हुन्छ र भन न ल नभन्ने अनि नभन तर आजदेखि गाँजा तान्न छोड्देऊ नि त्यहाँ छोड्देऊ बरु चुरोट तान क्या गाँजा तान्न चाहिँ आउँछ अरे चुरोट तान्न चाहिँ आउँदैन म सिकाइदिउला नि त ल आइहाल्छु नि घर चाहिँ कहाँ हो तिम्रो ए धादिङ हो अनि कति बेला आम भन त ल बेबी जाम आज तिमी र म घुम्न के हुन्छ र जाम न कसले भन्छ र थाहा पाउनलाई ए त्यो पल्लारे साइलाको टेन्सन नगर्न म त्यसलाई लात्ते हान्दा ठिक ठाउँमा ल्याउँछु के बरु घुम्न जाँदा के खाने हामीले भन त चुरोट कोसँग हो चुरोट खाने हुन्न मसँग त एक्लै खाऊ कहाँ बसेर खान्छौ त ए मेरो काखमा त हुन्न के मलाई मनै पर्दैन त चुरोट बरु यसो गरौँ एक गिलास खुकुरी रम खाम तिमीले पनि खानी आइछौ गरे खुकुरी रम कसले भन्यो त्यही पल्लारे साइलाले भन्थ्यो मलाई त खाइदिम लाग्यो एक गिलास हुन्छ के हुन्छ र ए झार्नु न के दाँत साथ कसले भन्छ र आमालाई खुकुर रम खाएको भनेर ए त्यो पल्लारे साइलाको टेन्सन नगर त त्यसलाई लात्ते हान्दा ठिक ठाउँमा ल्याउने काम मेरो भयो कि त्यसले केही भन्दैन अहिले टाइम कति भयो भन त हो ल 10:30 भयो नि 12:30 बजे मलाई भेट्न आऊ अनि मेकअप गर्यौ हिजो गरेर हुन्न के फेरि आज गरेर राम्री भएर आऊ अनि भेट भएपछि के गर्ने मन छ त
ल ल जति रोइनी रुमलाई दुईजना भेटेर छिटो आऊ मलाई भेट्न। बुढा म माइत जान्छु नि है। इतनी खुशी जान्छु नि है जान्छु नि है। जाऊ 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 रे खुब म माइत गएपछि अरू केटीसित मस्किन पाइन्छ भनेर होला नि। त्यसो भए नजाऊ। मेरो आफ्नो जन्म घर नजाऊ भन्ने तिमी को? अगर हम करें तो करें क्या, बोले तो बोले क्या। तिमी माइत गएपछि त घरै नरमाइलो हुन्छ, म त एक्लै हुन्छु। तर तिमी त खुसी देखिरहेछौ त म माइत जान लागेको देखेर। होइन म दुखी छु। हेर न आँसु पनि आँसी। साले तू तू तो गया बेटे। एक्सरसाइज गरेको। बच गया साला। सत्य तथ्यको खोजाई, माला रानी अनलाइन खबर तपाईको रोजाई। 24 घण्टा ताजा खबरको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला, साथै साथमा रहेको बेल आइकन पनि दबाउनुहोला।